ओइ राहुल तेरो बाउले पैसा लिएर गएको अहिलेसम्म मलाई दिएको छैन अब त्यसले पैसा तिर्ने बाटो त रोजेन अब तैँले नै तिर्नुपर्छ हो र काका मेरो बुवाले कहिले दिनुभएको यो ऋण मलाई त्यो विषयमा केही पनि भन्नुभएको छैन मलाई बहाना चाहिँदैन पैसा चाहियो अहिले चाहियो नत्र भने राम्रो हुँदैन अर्को के छ अब यसपछि केटी दौडिँदै आउने रहेछ यसैमा कहिले बहाना भनिसक्नु उहाँले भनिसक्नु भयो त्यो केटीसँग रियाक्सन दिनु भएन दिनुभयो त दिए अब यहाँनिर चाहिँ राहुलद्वाराले थरथर काम थाल्छ उसले केही भन्न खोज्दा टाढो सहित दौडेर आउँछ र कडा स्वरमा उहाँले उहाँको डाइलेक्ट के थियो भन्नु ए उहाँ के रहेछ भनेपछि राम्रो हुँदैन भनेपछि केही गर्न खोजे जस्तो भनेछ र त्यही पनि बुवाले ल्याएको हो कि होइन मैले त बुझ्नु पर्यो नि तिर्नै पर्यो नि त्यो भनिदिनु न सर अनि समात्न खोजेपछि हुन्छ नि त एउटा थप्ने त हो होइन उहाँले के बोल्नु भन्नु उहाँले अनि मलाई बहाना चाहिँदैन पैसा चाहिन्छ भनिसक्नु भयो चाहिन्छ राम्रो हुँदैन भनेपछि अब तपाईँले नि थप्नुपर्छ अलिकति नत्र त्यही खोज्नु नि तपाईँसँग केही त होला नि मेरो बुवाले लिएको फर्मान भन्ने कुरा अलिक भन्नु त्यो चाहियो नि अनि त्यहाँबाट परमान सरमान त्यो भनेपछि आउँछ नि त मलाई बहाना चाहिँदैन पैसा चाहियो त्यही पनि अहिले चाहियो भनिसक्नु भयो उहाँले कस्तो कस्तो कुराहरू एक त मेरो बुवालाई तपाईँले ऋण दिनुभएको प्रमाण चाहियो होइन अर्को कुरा भन्ने बित्तिकै पैसा कहाँ हुन्छ मान्छे अनि त्यता नजाउँ भनेको मतलब लिएको हो कि तपाईँलाई थाहै छैन नि त बाबुले भनेको छ नि त्यसमै जाउँ क्या मलाई थाहा छैन मैले कसरी तिर्ने किन तिर्ने तपाईँले यसो थर्काउनु कुन पाउनु बुवाले तपाईँसँग पैसा लिनु भएको छ कि छैन भन्ने कुरो मलाई के थाहै छैन म तपाईँलाई कसरी तिर्ने भन्दाखेरि वर्ता नोबल भने अगाडि केही बढाउँ न उहाँलाई अनि उहाँबाट आइहाल्नु बर्ता नबोल राहुल थाहा पाउनु पर्यो यो छ यो हात यहाँ हुँदाखेरि क्यारेट त्यही हिँड्नुपर्छ ल ल ल ल पर्खनुहोस् भन्ने पनि के राख्ने सर उता के छ पढ्नु त हजुरको उहाँलाई चाहिँ पठाउँ तपाईँ के एउटा डाइलेक्ट चाहिँ हालेर जान्नु नि त्यहाँ उहाँले केही त भन्नु पर्ला नि त्यतिकै त आउँदैन नि त यहाँ भने म तिर्दिन्छु भन्ने छ क्या उहाँले छँदा तपाईले चाहिँ के भन्नु भने केटाको बाउले मसँग पैसा लिएको छ तिर्ने नामैले त्यसैले यसलाई समातेको यो अहिले भन्नु पर्छ त्यो त आएपछि तिमी आउनै बाँकी नै त्यो त आएपछि भन्ने हो नि त अहिले भन्ने त्यो कन्फ्युज हुन्छ त्यसो भए यो गरेको लिउँ न यो समाति सकिसकेपछि अनि तपाईँले त्यो क्यारेक्टरले थर्कायो क्या पख्नुहोस् त केही भन्नुपर्छ ठ्याक्कै देख्यो होइन अनि उहाँको नाम के छ चन्द्रे चन्द्रे काका एकछिन पख्नुहोस् भन्नु न तपाईँले अब ब्यालेन्स मिलाउनु तपाईँ जानु त अनि हाई स्पिड खिच्नुपर्छ सर यहाँसम्म ल्याउनलाई चाहिँ फुटेज चाहिन्छ नि त हो मेरो 15,700मा ल हेर्नुहोस् हाम्रो भूपेन्द्र सर विनोद श्रेष्ठको चाहिँ को हो त समाउने कठालो यसको लागि हजुरहरूले चाहिँ 15,700लाई यता नवीन दाइले फोन गर्नुभयो केही थियो कुरो नवीन श्रेष्ठ दाइले फोन गर्नुभयो छैन म कुरा गर्छु है हजुर दाइ नमस्ते अब तिमी त्यहाँबाट आउट जाऊ त त्यो पोइन्टै लास्ट पोइन्ट ठिक छु अनि चुनाव सरेछ नि त होइन दाइ ए हुन्छ दाइ म हजुरलाई यहाँ सुन्नु न हजुरलाई म 1 घन्टा पछाडि फोन गर्छु ल दाइ म टेकमा हो दाइ सुटिङमा छु हजुर 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 के थियो भन्नु न दाइ भन्नु त के थियो हजुर हजुर